त्यसैले हाम्रो यहाँ बिर्जामोड झापाको एक गलीमा आइपुगेका छौँ। आज चाहिँ हाम्रो प्लान भाइरल हुने प्लान हो। अँ, अहिले राति अहिले हामी जसरी खुलेआम बाँचिरहेछौँ, राति हामी बाँच्नेवाला छैनौँ। त्यसैले चाहिँ हामी पब्लिकमा आज एउटा भिडियो पोस्ट गर्न गइरहेका छौँ। ल कन्टेन्ट जाओस्। ह्याप्पी बर्थडे अर्का। थ्याङ्क यू। अनि के छ त भाइ तिम्रो प्लान? के यस्तो यो जिन्दगी चल्नु चलिरहेछ। अहिले हाँस्नु नि, अघिको त्यस्तो सर्ट बनाउँदा चाहिँ हाँस्नु। अब त त्यत्रो हाँसेपछि कहाँ हाँस्नु? अब त म बस्ला सर्ट्समै जाऊँ त, सर्ट्स त म अब बनाउनु सक्छु। म जान्छु। ल एकचोटि ट्राई गरौँ है त। ल यसमै ल फेरि एकचोटि ल ह्याप्पी बर्थडे अर्का। थ्याङ्क यू। केक खाऊ न। अनि के छ त प्लान? प्लान त यस्तै के हुने। मिलेन फेरि तिमी जानु। कन्टेन्टमै छैनौ यार। म कन्टेन्टमै के प्लान के भन्ने? बाहिर गयो नि त। ए मैले प्लान सोध्ने होइन नि त, तिमीलाई कहाँ घुम्न जान मन छ? ल फेरि ह्याप्पी बर्थडे अर्का। थ्याङ्क यू। ए हात नछेकाउँ न। यस्तो बिचमा जे भने नि हुन्छ, बिचमा यसरी भनेर हुन्छ। तिम्रो अनुहार देखेन भाइरल हुन, तिम्रो फोटो नभए त भाइरल भएन नि त। ल सुरु। ह्याप्पी बर्थडे आका। थ्याङ्क यू। भन यहाँ केक पनि सकियो। ह्याप्पी बर्थडे अर्का। थ्याङ्क यू। अनि तिमीलाई कहाँ घुम्न जान मन छ त भाइ? मलाई पेरिस हो चाहिँ मन पेरिस मलाई। जाने मन छ हजुर। जाऊ न त। छ्या छ्या छि यार, त्यो के हो? त्यो भाइरल हो, त्यो त्यसरी भाइरल तिमीले अघि चाहिँ जे भनेको थियो त्यही भन रे। हजुरले सोध्ने हो नि त, प्यारिस जान मन छ तिमीलाई भनेर। अनि उसले चाहिँ मलाई होइन प्यारिस त्यस्तो मन छैन के भनेको थियो, सेम हो। सरी आउट अफ कन्टेन्ट गयो गाइस। ल ह्याप्पी बर्थडे अर्का। थ्याङ्क यू। किन हो र त्यस्तो गर्ने? थ्याङ्क यू भनेको त। गरे त्यही स्क्रिप्टेड हो भन्ने सोच्छन् नि। ल ह्याप्पी बर्थडे अर्का। थ्याङ्क यू। तिमी कस्तो ह्यान्डसम देखेको आज, तिम्रो जन्मदिन हुँदाखेरि हो। हो हो एकदम। थ्याङ्क यू। के छ त तिम्रो प्लान आज? छैन केही आज त। पेरिस जान मन छ तिमीलाई? छैन, मलाई चाहिँ मेरो डेस्टिनेसन चाहिँ बनारस हो। बनारस। कस्तो स्क्रिप्टेड सुनिरहेको छि। यस्तो अहिले चलिरहेको भिडियोमा अघि त्यस्तो भएको थियो, अघि कस्तो नेचुरल थियो। मलाई पेरिस जाने मन छ भनेका डेस्टिनेसन के हो होइन, मैले त्यही भनेको हो नि। बनारस हो कि तिमीले भनेको अघि? मैले बनारस भनेको हो नि। भन्न अहिले पनि बाँकी नै थियो होला। बनारस यसरी यहाँ बिचसम्म बिगार्ने अहिले लास्टै सिरियस स्क्रिप्ट कम त सुन्यो। फेरि यार केक सकिसक्यो यार मान्छेको। ह्याप्पी बर्थडे अर्का। थ्याङ्क यू। आज कस्तो ह्यान्डसम देखिरहेको तिमी, बर्थडे उनीहरूले हो। होला नि खै हो। होला के छ त? अनि तिमी पेरिस जान मन छ तिमीलाई? पेरिस छैन, पेरिस जाने कहाँ जानु मन छ त? मलाई चाहिँ बनारस जाने मन छ अनि ऋषिकेश जाने मन छ। साँच्ची बनारस जानु मन छ? किन? जाऊ न। यार ल यो भयो, अब सर्ट्समा जाऊँ त।